हेलो साथीहरू, दर्शन नमस्ते। वेलकम छ मेरो मिनी भ्लगमा साथीहरू। मैले आज चाहिँ पोकको अचार बनाउन लागिरहेकी छु। उता फेरि मेरो छोरीले चाहिँ लसुन र अदुवा काटिराखेकी छिन्। अनि मैले चाहिँ पोक फोराउँदाखेरि मैले पोक चाहिँ खाइसकेँ, टेस्ट लिएँ मैले कस्तो भएछ भनेर। एकदम मिठो भएको थियो होइन, तातो थियो अनि मजाले झुरुम झुरुम हुने चालले बनाइदिएको, रातो बनाएर खराइदिएको साथीहरू। मैले यो चाहिँ पछिसम्म पनि नबिग्रियोस् भनेर यस्तो राम्रोसँग फराइदिन्छु मैले, रातो न रातो बनाएर है। अनि मैले चाहिँ खराउँदैछु साथीहरू। आगो कत्तिको बोल्दैछ भनेर म फेरि पोकको अचार बनाउन एकदमै सिपालु छु साथीहरू। तपाईँहरूलाई चाहिएको छ भने मसँग अर्डर गर्नु होला है। मैले चाहिँ पोकको अचार बनाउँदैछु होइन। अनि पोक चाहिँ मैले तारेर सकिसकेँ। अनि मैले फेरि लसुन र अदुवालाई पनि रातो हुने गरेर खराइसकेको छु साथीहरू। यो पनि मोल्नुपर्छ, मिठो बास्ना आयो कि मैले चाहिँ सुकिहालेँ। त्यसपछि चाहिँ डल्ले खुर्सानी पनि खराउन लागेँ साथीहरू। डल्ले खुर्सानी पनि खराइसकेँ। यसको खारले म धन्नै मरेको कि त्यो स्वाटै गन्ध पुगेर मेरो घाँटीमा यस्तो असर गरेको छिन्। अनि त्यसपछि फेरि मैले यो चाहिँ मसलाहरू, चाहिने मसलाहरूलाई सबैलाई मैले खर्याएर मिठो गरी मोलेको साथीहरू। यो मोलिसकेपछि मैले अनि डब्बामा राखेको साथीहरू। यो चाहिँ घरिघरि खाइराख्नुहुन्छ, यस्तो मिठो भएको छ साथीहरू। हस्त, धन्यवाद।